हेलो एभ्रिवान, स्वागत छ मेरो नेक्स्ट मिनी ब्लगमा। अनि म चाहिँ मम्मी र बोजूसित फोटो खिच्नलाई रेडी भएर फोटोहरू खिचिसकेर म चाहिँ बगानबाट फर्किँदैछु घरतर्फ हैन। अनि मैले चाहिँ साडीमा पुरै भेस्ट चाहिँ ब्लाउज बनाइदिएको थिएँ नि त। अनि यो चाहिँ पछाडि भएको चाहिँ मेरो घर। अनि म चाहिँ घर जाँदैछु हैन, गलेर अनि म चाहिँ घर पनि पुगेँ। त्यसपछि अनि भिडियोहरू बनाउनु पर्यो भनेको हैन, गीतहरू एउटै राम्रो भेटिन के साथीहरू। अरू बेला मात्रै कति राम्रो भिडियोहरू आउँछ नि त। अनि टिकटक बनाउने बेलामा चाहिँ एउटै राम्रो भिडियोहरू आउँदैन। अनिदेखि म चाहिँ लुगा फेरिसकेँ, अनि गीतहरू पनि एउटै भेटिन। अनि लुगाहरू फेरिसकेर म चाहिँ फोनहरू निकाल्न थालेँ हैन। अघि भिडियोहरू बनाएको, फोटोहरू खिचेको। अनि फोन राखेर मैले यहाँनिर यसरी, यो चाहिँ मम्मीको फोन हो, यो चाहिँ निकालेँ मैले उयोमा राखेर। अनि साडी पिन हरायो अरे कि फेरि आमाको, मैले अघि लगाएको थिएँ नि त। अनि कहाँ राखेँ फेरि मैले चाहिँ अब राखेको ठाउँमै बिर्सिहालेँ, कहाँ राखेँ। अनि हेर्दै जाएँ, अब बाहिर पनि हेरेको, बाहिर रहेछ क्या साडी पिन चाहिँ खाटमा। अनि मैले आमालाई दिएँ। अनि आज आमा गलियो नि फोटो खिचेर भन्दै थिएँ होइन। अनि छ्या म त कस्तो देखिएको भन्दै हुनुहुन्थ्यो नि त। अनि मम्मी चाहिँ भित्र कपडा फेर्दै हुन्छ, तर देखिएको चाहिँ हुनुहुन्न। अनि मम्मीलाई चाहिँ टिकटकहरू बनाउनु एकदमै राम्रो लाग्छ नि त। अनि उहाँ चाहिँ बोजू सासू मेरो मौलीको होइन। अनि उहाँ आज अब भोलि पर्सि जाँदै हुनुहुन्छ नि त माथि पहाड, त्यही भएर हामी चाहिँ फोटोहरू खिचेको आज चाहिँ घरमै बसेर। अनि भित्र मम्मीको कोठामा गयो नि त, मम्मी के गर्दै हुनुहुन्छ भनेर। अनि मम्मीको चाहिँ पोते हरायो अरे, मम्मीले चाहिँ पोतेहरू खोजिदियो हुनुहुन्थ्यो। म चाहिँ फेरि गलेर भोक लागेर, आज बिहान पनि खाना खाएकै थिइनँ। अनि भोक लागेर पुरै हाई आइरहेको थियो टिकटक बनाउँदा गलेर। अनि टिकटक बनाउँदाखेरि अब मम्मीले सिकाउँदाखेरि यो फुल पनि टिपेको थियो नि त, कति राम्रो छ यो चाहिँ। अनि टिपेर चाहिँ त्यहीँ राखिदिएँ। अनि म चाहिँ सुँगुर चारोहरू पकाउन आएको थिएँ, तर टिकटकहरू बनाउँदै ढिलो भयो नि त साथीहरू। अनि रात परेर आएँ। अनि म चाहिँ छिटो चारोहरू पकाउनु पर्यो भनेर अनि थोरै भिडियोहरू बनाएँ। त्यहाँदेखि सुँगुरहरू पनि निस्किन आँटेको छ, पुरै कराएको कराइदियो। अनि म चाहिँ छिटो अब चारोहरू पकाएर गएँ होइन साथीहरू। अनि मेरो भिडियो चाहिँ यति नै। म चाहिँ यो मिनी भ्लगहरू बनाउनु सिक्दैछु नि त, त्यही भएर खासै आउँदैन जस्तो भए पनि, स्वर जस्तो सुकै भए पनि केही छैन मलाई चाहिँ। तर मलाई मिनी भ्लग बनाउनु चाहिँ आउनु पर्यो। अनि त्यही ट्राई गरेछु क्या म चाहिँ। मिनी भ्लगहरू बनाउनु आउँदैन नि त मलाई। अनि अस्ति एउटा लगाएको थिएँ, अनि स्वर पनि कस्तो थियो, तर पनि केही छैन होइन, ट्राई हो। त्यही भएर मैले चाहिँ